अझ म बिहान उठेर कुखुरा सुखुरा बोकेर मन्दिर गयो। आज हाम्रो पूजा थियो, मन्दिर पुगेँ अनि यहाँ सुरु हुँदै रहेछ। मैले छोरालाई एकछिन जिस्कायो अनि यसो मन्दिरहरू के रेडी भयो भनेर मैले सब हेरेँ मुनि। अनि हाम्रो ठुले आमा आइपुग्नु भयो। ठुले आमाले अब रोटी पोल्ने भन्नुभयो अनि मैले यसो मन्दिर घुमाउन लाएँ अनि रोटी पोल्ने सुरु भयो हाम्रो। त्यसपछि मैले यसो रोटी सोटी खिच्दिएँ अनि यता फेरि भात पकाउने भन्नुभयो अनि कुखुरा हेराएँ मैले। अनि यसो मन्दिरहरू सिनेमेटिक हान्थ्यौँ भन्ने सोचेको थिएँ। यहाँ रेडी हुँदै थियो अनि म हल्का आगो धेरै भएर धुवाइ भएर म हल्का आँखाबाट आँसु नि आयो, धेरै धुवा भएर। अनि रोटीहरू पोल्दै थियो, रोटीहरू पोलेको यसो भिडियो सिडियो बनायो। यता कुखुराहरू पूजा गरेर कुखुरा पनि भुताल्न लगाइसक्यो, भात पाक्न लगाइसकेको थियो हाम्रो। अनि यता कुखुरा काट्ने रेडी भयो पूजा गर्न। त्यहाँ बासेको भाले चाहिन्थ्यो। बासेको भाले त्यसले यत्रो नाक हुँदै खुसी हुँदै बासेको भाले समात्यो च्याप्पै। मानेन भनेर एकचोटि घोप्टो पार्न लाग्यो, फेरि पानी हाल्यो। तर अलिक मान्न गाह्रो भयो थियो, एकैचोटि माने। त्यसपछि त मैले यताउति क्यामेरा घुमाएँ। फेरि यता फेरि बोका ल्याउनु सुरु भयो। अब बोका लिएर आयो। बोका मैले ल्याएको त्यो भिडियो बनाउनु बिर्सेछ गाइज। बोका यसपालि खासै बोका ठुलो नपाएर सानो बोका, यसपालि सानो बोका गऱ्यो। अनि रोटी भागसाग लायो, सब भागसाग लायो। कोही खुलाउँदैछ, कोही रोटी भाग लाउँदैछ, कोही। मेरो चाहिँ कुखुरा पूजै भएको थिएन, मेरो कुखुरा सुतिरहेको थियो। मैले यसो हेरेँ अरूको पूजा भइसकेको थियो। अनि यता मासु सासु पाकियो, सबै कुखुरा सुखुरा पूजासुजा गरेर भुत्लाइसकेँ मैले। त्यहाँ यो मेरो हो, भुत्लाएर सबै पूजासुजा सक्यो। अनि त्यसपछि यसो हेरेँ यता पुरै पूजा भइसक्यो। अनि यता पुरै रगतहरू यस्तो प्रसाद खानु, अब प्रसाद खाने रेडी हुँ भन्यो। टिका सिका लगाइदियो ठुलोभाइले सबैलाई। टिका हामीले पनि टिका सिका लगायो। मेरो चाहिँ टिका खतरा बाङ्गो लाग्यो थियो, त्यही पनि केही छैन। ठुलोभाइले फ्याट्टै लगाइदिइहाल्यो, बाङ्गो न बाङ्गो भएको थियो। अनि यता मैले एकचोटि सिनेमेटिक हानौँ भन्ने सोचमा यसो गरेँ थियो, फेरि सिनेमेटिकै भइनछ। फेरि अर्कोचोटि म सिनेमेटिक हान्छु भनेर फेरि मैले सिनेमेटिक झिकेँ। फेरि हान्न थालेँ सिनेमेटिक, तर सिनेमेटिकै भएन। यता मम्मी हाँसिरहेको थियो। मम्मी, हाम्रो मम्मी, मेरो मम्मी यता आउनुभयो अनि हाँसिरहेको थिएँ। अनि मैले यता के हुँदैछ भने सबै प्रसाद खाइरहेको रहेछ। अनि म नि प्रसाद खान लागेँ। त्यसपछि पूजा सकेर हिँडेँ म। अनि यता फेरि मासु कटिङ भइरहेछ। फेरि यता भाग लाउनु सुरु भइसक्यो।